सबैलाई स्वागत छ। आज हामी एउटा एकदमै चाखलाग्दो विषयमा कुरा गर्दैछौँ। कसरी एउटा इँटा र सिमेन्टले बनेको सामान्य संरचनालाई साँच्चीकै जीवन्त आध्यात्मिक घरमा बदल्न सकिन्छ। आउनुहोस्, हामी प्राचीन वैदिक परम्पराभित्र डुबेर यो प्रक्रियालाई बुझ्ने कोसिस गरौँ। हो, यो प्रश्न एकदमै महत्त्वपूर्ण छ, होइन त? एउटा मकान, आखिर घर बन्छ कसरी? हामी सबैले यो महसुस गरेका छौं जब कुनै नयाँ ठाउँमा सर्छौं, ती खाली कोठाहरूलाई आफ्नो बनाउने जुन एउटा गहिरो चाहना हुन्छ नि, त्यही भावनाको कुरा हो यो। प्रश्न यो हो, यसभित्र त्यस्तो के ज्ञान लुकेको छ होला? आउनुहोस्, आज यसैको बारेमा अलिक गहिराईमा कुरा गरौँ। यो प्रश्न हामी सबैले कहिल्यै न कहिले सोचेकै हुनुपर्छ, होइन त? कुनै घरमा जाँदा एकदमै शान्त, एकदमै सकारात्मक महसुस हुन्छ। तर कुनै ठाउँमा पुग्ने बित्तिकै किन हो किन मनमा छटपटी हुन्छ, बेचैनी हुन्छ। के यो हाम्रो मनको भ्रम मात्र हो कि यसको पछाडि साँच्चै कुनै विज्ञान छ? हो, यसको पछाडि एउटा गहिरो विज्ञान छ, र त्यही विज्ञानको खोजी नै हाम्रो पहिलो खण्ड हो, जसलाई भनौँ सामञ्जस्यको वास्तुकला। त्यो विज्ञान हो, वास्तुशास्त्र।